प्रिय मन, आज फेरि तिमी धेरै कुरा भन्न चाहन्छौ होइन? तर सधैँ चाहिँ आज पनि तिमी चुपचाप छौ। किनकि तिमीलाई थाहा छ, सबैले तिम्रो मुस्कान देख्छन्, तर तिम्रो मौनता कसैले देख्दैन। कहिलेकाहीँ यस्तो लाग्दैन, सबैलाई मेरो आवश्यकता छ, तर मलाई अनि मेरो मनलाई कसैको आवश्यकता पर्छ भन्ने कुरा कसैले बुझ्दैन। दिनभरि सबैका लागि बाँच्छौँ, रात पर्छ अनि पहिलो पटक आफ्नै मनको आवाज सुनिन्छ। त्यही आवाज जुन वर्षौँदेखि चुपचाप बसेको हुन्छ, कहिले कसैलाई भन्न नसकेका शब्दहरूको आवाज। त्यही आवाजको नाम हो म भित्रको आवाज। यहाँ हामी सिद्ध हुन खोज्ने छैनौँ, बलियो वा कमजोर देखिन पनि खोज्ने छैनौँ। यहाँ हामी केही बेर मनलाई बोल्न दिनेछौँ। यदि आज तिमीलाई पनि लागिरहेको छ, मेरो मनको कुरा कसैले सुनिदिए हुन्थ्यो, आऊ आजदेखि हामी सँगै कुरा गरौँ। प्रिय मन, तिमी एक्लो छैनौ।